थाहै छ यो भिडियो हेर्दै जानु के भनौँ हिजोको घटनाले एकदमै सबैलाई बाबुघर बनाएको छ। सबैजनाले सम्हाल्न नसक्नु भएको छ। अनि के बोल्ने स्थिति नै छैन कि। र पनि यो भिडियो हेरिरहँदाखेरि मलाई लाग्छ हामी भित्रको मानवता कहाँ हरायो। एउटा लासमाथि यसरी मानवभित्रको त्यो दरिद्रता देखाउँदाखेरि नि हामी को हौँ भनेर हामी सबैलाई एकचोटि सोच्न बाध्य बनाउँछ यो भिडियोले। साइडबाट लास बाहिर निकाल भन्ने आवाज आइरहेको छ र पनि उनीहरू लास बाहिर निकाल्दैनन्, निकाल्न खोजेको पनि होइन। उनीहरू त्यो लासमा भएको गहनाहरू निकालिरहेका छन्। साँच्चै भन्नुपर्दा मैले यो सामाजिक सञ्जालहरूमा धेरैजनाले त्यो छेदविच्छेद भएको होइन त्यो तहस नहस भएको पोस्टहरू पोस्टाइरहँदा मैले कुनै पनि डेड बडीहरू मैले पोस्ट गर्ने छैन भनेको थिएँ। तर यो भिडियो देख्दाखेरि मलाई यस्तो लाग्यो कि हामी मानव भएर पनि हामी मानव हुन किन सकिरहेका छैनौँ होइन, मानवता किन देखाउन सकिरहेका छैनौँ भन्ने कुराले यस्तो गराउँछ होइन। तपाईँलाई पनि सोच्न बाध्य बनाउँछ यो भिडियोले।